हामीलाई त्यो सफलताको अंश हुन मनपर्छ कि के चिज सफल छ मैले पनि गरेको थिएँ नि आई वाज अल्सो पार्ट अफ इट एकदम त्यो सक्सेसलाई सेलिब्रेट गर्ने सक्सेस इन्जोय गर्ने खालको कल्चरली हामी त्यस्तो सेप्ट भएको हुनाले गर्दाखेरि यो यहाँले भन्नुभएको दृष्टान्त चाहिँ सबैजनाले कुनै न कुनै फेजमा फिल गर्छ कि जब मान्छेले चाहिँ ओहो यो जति राम्रो हुन सक्थ्यो साथ नपाएर चाहिँ हामी अझै मेरो नजिकका मैले गरेँ तर मैले पाइनँ हामी जहिले पनि अब एउटा एक्सपेक्टेसन पनि राख्छौँ आफूले गरिसकेपछि त्यो पनि हुन्छ र आई थिङ्क त्यो एकदमै नेचुरल र अनेस्ट भिडियो थियो वर्षाको जुन हेरिसकेपछि म आफै आई डोन्ट नो म एकदम इमोसनल भएँ मैले तुरन्तै सेयर पनि गरेँ मैले दो अगाडि पनि सेयर गरेको थिएँ कि मेरो नेचर चाहिँ म जनरली चिनेको होस् नचिनेको होस् म चलचित्रको ट्रेलर आउँदा जुनसुकै चलचित्रको ट्रेलर आउँदा वा चलचित्र रिलिज हुने दिनमा जहिले पनि मेरो एउटा पोस्टले फरक पर्नेदेखि पनि होइन तर मेरो साथ समर्थन छ है यो नयाँ चलचित्र आउँदैछ है यो खालको जानकारी चाहिँ दिनुपर्छ भन्ने सोच राख्ने र सधैँ दिने मान्छे हो होइन त्यसले अलिकति अझ बढी स्ट्राइक गर्यो जब मान्छेलाई अलिक बढी साथको अपेक्षा गरिरहँदाखेरि कसैले साथ दिएन भने जस्तो फिल गर्दाखेरि मान्छे आइसोलेसनमा जान्छ सो त्यस्तो नहोस् एउटा राम्रो कलाकारमा त झन् त्यो घट्नु हुँदैन त्यसकारण ब्याड फिल भएर त्यो गरियो तर यो सबैजनाले हामी हर कोहीले भनौँ न आफ्नो फेजमा कुनै न कुनै चलचित्रमा कुनै न कुनै प्रोजेक्टमा फिल गरेकै चिज चाहिँ हो